दर्शकबिन नमस्कार। पीएमसी टिभी नेपालको प्रस्तुति कार्यक्रम टिप्स नेपालमा स्वागत छ। म अनिता खनाल। सदा जस्तै आज पनि हामी नयाँ टिप्सको साथमा उपस्थित भएका छौं। मेथी एक धेरै लाभदायक जडीबुटी हो जुन स्वास्थ्यको लागि लाभदायक छ। मेथीमा प्रोटिन, फाइबर, भिटामिन सी, नियासिन, पोटासियम, आइरन र एल्कालोइड प्रशस्त मात्रामा पाइन्छ। यसमा डायोजेनिन पनि हुन्छ जुन एस्ट्रोजेन जस्तो गुणले भरिपूर्ण रहेको हुन्छ। मेथीका धेरै स्वास्थ्य लाभहरू छन् जसले धेरै शारीरिक समस्याहरू निको पार्न सक्छ। मेथीको दानाले कपालको जरालाई बलियो बनाउँछ र पुनर्जीवित पनि गर्छ। यसमा प्रोटिन हुन्छ, त्यसैले आफ्नो खानामा मेथीको दाना समावेश गर्नाले कपाल सुन्दर हुनेछ। मेथीको दानामा उच्च मात्रामा फाइबर हुन्छ। खाली पेटमा मेथीको दाना चपाउँदा अतिरिक्त क्यालोरी बर्न हुन्छ। बिहान 2 गिलास मेथी पानी पिउनाले मोटोपना पनि कम हुन्छ। मेथीको पानी बनाउनको लागि 1 चम्चा मेथीको दाना रातभरि 2 गिलास पानीमा भिजाउनुहोस् र बिहान छानेर पिउनुहोस्। मेथीको सेवनले मृगौला पनि सुस्त हुन्छ। पत्थरीको उपचारमा पनि मेथी लाभदायक हुन्छ। यस जादुई औषधिले पत्थरी पिसाबसँगै शरीरबाट बाहिर निस्कन्छ। मेथीको दाना सेवन गर्नाले पेट दुख्ने र जलनबाट पनि राहत मिल्छ, साथै पाचन प्रक्रियामा पनि सुधार आउँछ। मेथीको दाना पौष्टिक हुन्छ किनकि यसमा फस्फेट, लेसिथिन र न्युक्लियो एल्बुमिन हुन्छ। यसमा फोलिक एसिड, म्याग्नेसियम, सोडियम, जिङ्क, तामा आदि पनि पाइन्छ जुन शरीरको लागि अत्यन्त आवश्यक हुन्छ। पेट स्वस्थ छ भने स्वास्थ्य राम्रो रहन्छ र सुन्दरता पनि कायम रहन्छ। मेथी पेटको लागि धेरै राम्रो हुन्छ। उच्च रक्तचाप, मधुमेह, अपच आदि रोगहरूमा मेथीको दाना प्रयोग लाभदायक हुन्छ। मेथीको तरकारी, अदुवा र गरम मसलासँग खानु कम रक्तचाप र कब्जियतको लागि फाइदाजनक हुन्छ। मधुमेहमा बिहान र बेलुका मेथीको रस पिउनु फाइदाजनक हुन्छ। मेथीमा पाइने पाचन इन्जाइमले प्यानक्रियाजलाई बढी सक्रिय बनाउँछ। यसले पाचन प्रक्रियालाई धेरै सजिलो बनाउँछ। हरियो मेथीले रगतमा चिनीको मात्रा कम गर्छ। यस कारणले गर्दा यो मधुमेहका बिरामीहरूका लागि पनि फाइदाजनक छ। दैनिक 1 चम्चा मेथीको दानाको धुलो पानीसँग खानुहोस्। मधुमेहबाट टाढा रहनेछ। यदि दैनिक केही मेथीको दाना खाएमा मानसिक सक्रियता पनि बढ्दै जान्छ। हवस् त, आजको कार्यक्रम कस्तो लाग्यो? कृपया लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोला। साथै हाम्रो पीएमसी टिभी नेपाललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। धन्यवाद। भाषण तथा उद्घोषण कला तालिमका लागि नेपालकै उत्कृष्ट गन्तव्य प्रेस्टिज मिडिया सेन्टर, चाबेलचोक, काठमाडौँ। सम्पर्क नम्बर 01 45 96 006।